starting the day with some donations. सोनी विक्रम लेखिदिनु न भइहाल्छ Naya. कहाँ जाने हो मम्मी बाबाको एनिभर्सरी हो सो हामी चाहिँ अब यहाँबाट हिँड्ने तयारी गर्दैछौँ एज अलवेज होइन अन्जुजी चाहिँ मेरो हस्बेन्डजी चाहिँ जहिले ढिलो गर्नुहुन्छ क्या सबभन्दा लेट चाहिँ उहाँ हुन्छ क्या वेलकम ब्याक आवर च्यानल होइन सोना लभ्स यु हामी चाहिँ अब यहाँबाट हिँड्न लाग्यो है हामी घुम्न जाँदैछौँ फर आवर 4th एनिभर्सरी सालगिरह है 4 वर्षको बहुत बहुत मुबारक हो मेरी प्यारी श्रीमती मैं छोरा Baby, show your gift. Baby, Anaya. Welcome back, guys. Anaya. Anaya. यस मेरो मामु भन्नु दिपाले आफै पुने गरिदियो आफै बनाएको कसले नुन हाल्नु हार्यो नि नआटे मान्छे हार्यो नि त हर्ल्यान्ड भनेको नि त साडीको एक्टिङ गरिदिँदै बेबी तैँले गर्नु होला साउँछ होला फेसतिर त्यस्तै साउँछ गीत पनि हेल्प हाल्छ त नर्वेको टिम सपोर्टर हो म खास त कुन टिमको अब अहिले फेरि भन्छु नि त म पखाएर जाऊ ल तपाईँहरू कुन टिम मम्मी मम्मीले थाहा छैन वेलकम ड्रिङ्क के गाउँ रे नयाँ गाउँको नयाँ गाउँमा तिनी लस्सी खायौँ अब मेनु सेनु पनि हेर्छौँ I don't like the service here ठिकठाक हुन त अब के यो राम औँठी गर म औँठीले राम गर कालिजको मासु होइन 1 होल चिकन 4 आइटम तल कुन मन पर्यो चिल्ली तपाईँलाई 10 मा 2 एउटा कुन मन पर्यो भनेको 10 मा 2 ल तपाईँ भन्नु मलाई चाहिँ फर्स्ट टाइम खाएको मलाई मिठो लाग्यो कुन वाला धेरै मन पर्यो चिल्ली टाइपको बाबालाई कुन मन पर्यो
मलाई चाहिँ सबै पाउनु त पाउनु भयो कालिजको मन पर्यो कालिज सब कालिज त हो सबै कालिज यो पनि कालिज हो चिल्ली त्यो पनि कालिज हो वान चिकनको आइटम हो के मम्मीको नुन पऱ्यो चिल्ली छोइला ग्रेभी झोल बाबालाई मलाई चाहिँ यो साँधेको छोइला छोइला मेरो त 10 मा 2 मात्रै दिन्छु हामी चाहिँ होइन हल्का फुल्का खाएर अब चाहिँ एडभेन्चर गर्न आँटेको ललिस है लडेर हात खुट्टामा हात चाहिँ होइन मेरो दोष छैन है ल चढ्न चढ्न झन् ट्राई त गर एउटा मात्रै जाँदा बिचमा नजा हार्नेस चाहिँ थियो के अरे यहाँ भिडियोमा त के अरे ऊ त्यो होला दिपा तान्नु न त्यसलाई म जान्छु ल ल बेबी ऊ त तानेर जाने ल्याउनु न त ल्याउनु न बेबी भयो भयो नजानु भयो चिप्लेलाई त पानी परेर चिप्लो हामी त सक्दैन समाउन माथि पहिलेसम्म स्यास्या हुन्छ पहिलेसम्म आइज भने दिदी म केबल कार चढे छैन कि नै म केबल कार चढे छैन पोखरा चाहिँ मेरो टाउकोमा रे म उठ्दैछु रे यो चाहिँ मेरो हात होइन है मेरो ऊ है के रे अब चाहिँ हामी रेनबो ब्रिज जाँदैछौँ अलिकति उताबाट खिच्नु पर्छ है हामी रेनबो ब्रिजमा आइपुगेको छ एकछिन फोटो ल्याएको यताबाट गएर यताबाट आउँदासम्म हालत खराब भएको मैडम क्या पूछा ना हाँ क्या पूछा ये के तिमी यो पुरानो हो त पुरानो बाटो लानु मैडम
यो बाटो है चिसो है डेन्जर मेरो बेबीको चाहिँ अस्ति फुटबल खेलेर यहाँ खुट्टा दुखेर बिचरा टाउको दुखेर बस्छ बोरिङ भएर त होइन खसी नै नानी राम्रो पानी परिरहेको छ है हामी एकछिन सुतेर उठ्यौँ हामी ढिलोमा हामी यतै याद गर्छौँ किन ढिलो त नानी
पोखरा सहर लेक साइड गाइस Good morning. मेरो फोन पनि चार्ज नरहेछ क्या मर्निङ बेबी सबैसँग बोलिन्छ मसँग बोलिन्छ तपाईँ जानु अनलाइन चाहियो भने त जुगा गाँस रन्जन तल अझै छ हामी गुफामा आएछौँ गुफा भनेको भन्दा यति रहेछ त्यति हो त्यहाँभन्दा त छैन म त सरी यसमा चाहिँ के जान्न मरेको सबैले लिएर न अब कहाँ हो त्यसरी भन्नु त्यो कहाँ सधैँभरि एकै खालको सेम भन्न आउँछ ट्याक्कै है इन्जिनियर जस्तो देखेर
फेरि तिमीहरू खाल्दै जानुपर्ने भयो क्या चप्पल खोलेर बस्यो न तिनजना जाने होइन र 3 जना हो क्या एउटा भएन र सेम ल अब मजदुर जस्तो देखियो तपाईँ छत्तकै उडे जस्तो केहीमा नभए जस्तो हुन्छ क्या खसे जस्तो क्या आप जानुभयो स्वयं माथि छ नि खेल्नु चाहिँ च्याप्टर छ सक्नुहुन्छ त्यहाँले एउटा जस्तो छ रे लेउ लागेछ नजिक छ नै सन फेरि खेल्ने बच्चै थियौँ हामी पनि 3-4 वर्षको राइट त्यहाँदेखि खासै खेल्न मन लाग्दैन यस्तो पानीमा पो खेल्छ हार्नेस खोल्नुपर्छ सेफ्टी पहिला हामीले गर्दैन भने सम्म त्यो बन्दी गाउँमा हामी पनि बनाउँदैन क्या बुढीलाई अब बुढीलाई दिनै पर्यो नि होइन बिचरा पानीले डाङ्गा कपडा पानी खाँचो पराएको नि नान राजा आपत हुन्छ छिटो गर्न होइन न यार यहाँबाट हिँड्नु न यताबाट कता भएको हो यहाँबाट निस्केको अघि भिडियो झोल सामान हालेको नि थाहा पनि ए कस्तो राम्रो हम चले बहारों में गुनगुनाती राहों में धड़कने भी तेज है अब क्या करें वक्त है तो जीने दे दर्द है तो सीने दे ख्वाहिशें अनजान है अब क्या करें शब्दों के पहाड़ों पे लिखी है दास्तां चले बहारों में गुनगुनाती राहों में धड़कने भी तेज है अब क्या खाली रे
हामी गाई चाँडै गोरखपुरतिर बिरयानी खान जान्छौँ हैदराबादसम्म जाने खान्छौँ जान्छ नि हामी यो बाटोबाट कहाँ हो धम्पुस ऊ माथि डाँडा यो बाटो यो बाटो धम्पुस नि हो हामी पहिला चर्च जाँदाखेरि जान्थ्यौँ नि यहाँबाट एकचोटि पानी खाँदैन भने नदिने पानी अहिले खुट्टी कस्तो बसेपछि नानीले फेरि उल्टी गर्छ पानी साझै होइन अनि आउँदै अरूको अर्को खेदामा बाई तपाईँले बाई भनिदिनु त बेबी यता